सो हेलो एभ्रिवान वेलकम टु माई च्यानल अनि सबजनालाई यो भिडियोमा धेरै धेरै स्वागत छ र यो भिडियो बनाउनुको मोटिभ चाहिँ मैले जस्ट फर कमेडी जस्ट फर इन्टरटेनमेन्ट र जस्ट फर एउटा रमाइलोको लागि मात्रै गरिएको हो। यो भिडियो रमाइलोको लागि मात्रै बनाइएको छ। यदि कसैलाई चोटपटक पुगेमा र कसैलाई नराम्रो लागेमा म क्षमा प्रार्थी छु र यो भिडियोबाट चाहिँ 18 वर्षभन्दा मुनिको बालबालिकाहरू परे बस्दैन होला, किनकि यहाँले धेरै नै अपशब्द युज गरिएको छ, प्रयोग गरिएको छ। सो त्यही हो भिडियोमा भनेका कुरामा र भिडियोमा हालिएको कमेन्टहरू मध्येबाट तपाईहरुलाई केही असर परेमा म क्षमाप्रार्थी छु। धन्यवाद। This video is made only for entertainment. Don't take it serious. In this video there is written bad word in comments, so please leave the video if you are below 18. This video is only for above 18 plus person. So hello everyone, welcome back to my channel again. So म आज चाहिँ भिडियोमा गरिएको फनी कमेन्ट लिएर तपाईहरुको सामु आइसकेको छु। सो ढिलो नगरिकिन लेट्स गो। सो गाइज यो भिडियोमा आएको फनी कमेन्टहरु पढौं है त। कसको हात हो यति मलिलो अरे। अब अर्कोले कमेन्ट रिप्लाई दिइराख के मेरो हो यार अरे। सो गाइज यसको पनि फनी कमेन्ट पढ्दिम है त। बहिनी मेरो बुढालाई पठाइदिन्छु जवानी सम्हाल्न रे। अर्को फनी कमेन्ट पढौं। मलाई पो चिन्ता लाग्यो कसको भाग्यमा पर्ने हो रे। गजब बेइज्जती है। अर्को पढौं। देखाउनै पर्छ र बोलाएर घप्पा-घप गरे भइहाल्छ नि रे। राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो। धन्यवाद साप्रा राम्रोसँग देखाइदिनु भएकोमा। हेर्न नपाएको कति वर्ष भइसकेको थियो हजुर। तो ठीक है। नेक्स्ट कमेन्ट। भोइस कन्ट्रोल आजको हस्ते हजुरको नाममा। छोल केटाहरू यस्तो भिडियो भाग्यमानीको मा मात्र आउँछ। यो भिडियो मेरो बुढा सामु नपुगोस् है, फेरि खोज्दै पुग्छन् तिमी छेम। No, God, please, no! No! Layan na telay. May para ma. के भन्ने न। सो गाइज यसको पनि फनी कमेन्ट पढिदिइहालौँ है त। गोरु सिङ ठुलो भयो भने जोदाउँथे, केटी मान्छेको ठुला भएपछि यस्तै हो रे। अरे बस कर भाई, ओ पागल कर दिया पिछा छोड़। नेक्स्ट कमेन्ट। हैट फुटी जान्छ हो के गर्या भनेको। हैट निरीहरूको भोटे चाहिँ साह्रै कडा बा। फुटेर छोड्ने भए कसैले बाल्टी थाप। सिङ भाँचिन्छ के त्यसो नगर्नु। So guys, goes to next video है त। So guys, goes to comment है त। शरीरभरि कोतारेर घाउ बनाइदेऊ, मलाई तिम्रो बच्चाको बाउ बनाइदेऊ। यो गीत रिप्लाई हेर गाइस, रिप्लाई यो गीतमा नै बनाउनु पर्थ्यो है, गीतले न्याय पाउँथ्यो।
गजब बेइज्जती है। Goes to next video. I mean next comment. Doggy हानेछ। Guys, now go to next video त अब अर्को भिडियो। Guys, फेरि पनि कमेन्ट हेर्नु जामै त छोडिन भनेको फेरि यिनको नाम आमा एक जानी भयो यार। Let's see the reply त यही कमेन्टको। यो केटीको बुढो कोमामा पुग्यो होला कमेन्टले। गजब बेइज्जती है। गाइस नेक्स्ट कमेन्ट। अब यो कत्रो ठुलो हो दिदी तपाईको आँखा। गाइस गो टु नेक्स्ट कमेन्ट है त। खास मेरो बुढीको पनि यस्तै दुध भइदिएको भए। गाइस गो टु नेक्स्ट कमेन्ट। गएर प्रोफाइल चेक गरेको सानो भाइ उठेर हैरान। सो गाइस आजको भिडियो यति नै थियो। भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला। बाइ बाइ, सी यु इन नेक्स्ट कमेन्ट डाउन भिडियो है त। अर्को कमेन्ट अर्कोचोटि म फेरि अर्को कुनै अरू भिडियोमा कमेन्टहरु सनै उठाएर तपाईहरुको सामु ल्याउनेछु। अहिलेको लागि बाइ बाइ।